हेलो एभ्रिवान, आज भने चाहिँ हामी दिदी बहिनीहरूलाई घुमाउनु लाँदैछौँ। सो भिडियो एन्डसम्म हेरिदिनुहोस् होला। डाँडा आइपुगिसकेको छु। किन आएको भने बहिनीहरूलाई नोकडाँडातिर यता झिलहरू घुमाउँदै लिएर आएको नि त। तपाईँहरूलाई झिलको भ्युज देखाउँछु है। हामी भने चाहिँ नोकडाँडाको झिल पुगिसकेको थियौँ नि त, त्यही भएर यो तपाईँहरूलाई नोकडाँडा झिलको भ्युज देखाउँदैछौँ। यस्तो चाहिँ तपाईँहरू आउनुभएको छैन भने चाहिँ घुम्नु आउनु सक्नुहुनेछ। हेर्नु न कस्तो राम्रो छ भ्युजहरू चाहिँ। झिल छ, बोटिङ गर्दा पनि हुन्छ। हेर्नु कस्तो राम्रो रहेछ। भेना भने चाहिँ कहिले पनि झिल आउनु भएको थिएन अरे नि त, त्यही भएर चाहिँ आज चाहिँ भेनालाई घुमाउँदै लिएको। दिदी चाहिँ पहिला पनि आउनु भएको थियो झिल, भेना चाहिँ आउनु भएको थिएन र झिल घुमाउँदै लिएको भेनालाई। भेनाहरू चाहिँ पर जानु हुँदैछ, म चाहिँ एक्लै भिडियो गरेर जाँदैछु। अहिले भने चाहिँ हामी नोकडाँडा झिलबाट नि फेरि गइसकिसकेको छौँ। अब चाहिँ कफेर गिडाब्लिङ जाने नि त, गिडाब्लिङ जाने। गिडाब्लिङ आइसकिसकेको छु। गिडाब्लिङको भ्युज भने चाहिँ यस्तै छ गाइस, हेर्नुहोस् त कस्तो राम्रो छ। यो माथि नै स्काई वक छ हो, फोटो खिच्नुको लागि राम्रो राम्रो प्लेसहरू छ। हेर्नुहोस् न, तपाईँलाई माथिसम्म देखाइदिँदैछु, हेर्नुहोस् त कस्तो राम्रो प्लेस छ। त्यो परको चाहिँ सानो भए पनि स्काई वक छ। सो फोटो खिच्नुको लागि त दामी हुन्छ। हेर्नुहोस् न कस्तो राम्रो भ्युज छ, हेर्नुहोस् त। दिनको भ्युज भने चाहिँ यस्तो छ। मेरो पछिको चाहिँ स्काई वक हो, अलिकति छ। अनि यतातिर यस्तो छ, हेर्न सक्नुहुन्छ। यहाँ भने चाहिँ भेनाले दिदीलाई फोटो खिचिदिनु हुँदै थियो नि त, त्यसरी नै यो भ्युजहरू हेर्नुहोस् न कस्तो दामी भइरहेछ। त्यसपछि चाहिँ हामी चियाहरू खानु पऱ्यो भनेर दोकानमा गयौँ। चियाहरू सबैले चियाहरू पिइसकेर चाहिँ फेरि हामी कफेर जानुको लागि लाग्यौँ हो, सबैजना गाडीमा बसेर। कफेर पनि आइपुगिसकेको छु र कफेरको भ्युज तपाईँहरूलाई देखाउनेछु। कफेरको कसले देखाउनुहुन्छ हेर्नुहोस् है। यो चाहिँ कफेर आई लभ लोले गाउँ, हेर्नुहोस् न। यहाँ पनि घुम्नु दामी छ। अब कफेर भएर चाहिँ चारखोल जाँदैछु। चारखोल कस्तो छ तपाईँहरूलाई पनि देखाउँछु है। हामी भने चाहिँ चारखोल आइसकिसकेको छौँ। यो भने चाहिँ चारखोलमा दिदीको घर, भेनाहरूले चिन्नु हुँदो रहेछ नि त, सुषमा दिदी भन्ने, उसको घर रहेछ। फुलहरू हेर्नुहोस् न कस्तो राम्रो फुलिरहेको रहेछ। उताभित्र प्लान्टहरू पनि रहेछ, कस्तो राम्रो राम्रो प्लान्टहरू रहेछ, हेर्नु सक्नुहुनेछ। हेर्नु न कस्तो राम्रो प्लान्टहरू छ। त्यसपछि चाहिँ हामी लामा डाँडा गयौँ। लामा डाँडा जाने बाटो चाहिँ यस्तो रहेछ। फाइनली हामी लामा डाँडा आइपुगिसकेको छौँ र भ्युज भने चाहिँ यस्तो रहेछ। लामा डाँडा चाहिँ दामी रहेछ नि त। म पनि गएको थिइनँ, फर्स्ट टाइम गएको। लामा डाँडामा चाहिँ आज के फङ्सन थिएछ, त्यही भएर हेर्नुहोस् न मान्छेहरू पनि निकै थियो। यसरी हामी चाहिँ यहाँ गएर हल्का भिडियोहरू बनायौँ र यसरी घुम्यौँ। हेर्नु सक्नुहुनेछ। तपाईँहरू पनि लामा डाँडा घुम्नु जानु भयो भने यसरी भिडियोहरू बनाउनुहोस् होला, दामी देख्दो रहेछ नि त फोटो खिच्नु। त्यसै भन्दै हामी फेरि फर्क्यौँ। अब चारखोल जानुपर्छ नि त भनेर चाहिँ हामी फेरि फर्क्यौँ नि त। चारखोलमा चाहिँ यस्तो रहेछ गाइस, हेर्नुहोस् न माथि घोडाहरू रहेछ। तर यो चाहिँ भ्यू पोइन्ट रहेछ चारखोलको, तर यो चाहिँ नस्याहारेर चाहिँ अहिले यस्तो भइसकेको रहेछ। स्याहार्यो भने त दामी रहेछ, तर स्याहारेको छैन रहेछ नि त अहिले चाहिँ, त्यही भएर यस्तो भइसक्यो, पुरानो भइसकिसकेको रहेछ। र पनि मान्छेहरू चाहिँ हेर्नु आउँदो रहेछ चारखोलको। यो चाहिँ भ्यू पोइन्ट अरे गाइस, हेर्नुहोस् न यस्तो रहेछ चारखोल। यहाँ माथि स्ट्याचुहरू रहेछ, तर त्यो पनि राम्रो छैन रहेछ, किनभने नस्याहारेर त्यस्तो भइसकेको रहेछ। यो माथि देख्नुभएको चाहिँ शिव र पार्वतीको स्ट्याचु रहेछ गाइस, हेर्नुहोस् न मजाको रहेछ। हामीले त्यही भएर पारि भ्युजहरू हेर्दै थियौँ, कस्तो राम्रो भ्युज देख्दो रहेछ नि त। यसरी नै यता सचिन र दादा पनि भ्युजहरू हेर्नु हुँदै थियो। त्यसरी नै हामी म्युजियम पनि रहेछ, त्यसभित्र चाहिँ म्युजियममा पस्यौँ र म्युजियममा हेर्नुहोस् न यस्तो रहेछ। म्युजियम चाहिँ मजाको रहेछ, मजाको त, तर अहिले चाहिँ स्याहारेको छैन रहेछ, किनभने त्यसको अनर छैन रहेछ नि त, त्यही भएर स्याहारेको छैन रहेछ। स्याहार्यो भने चाहिँ गाइस भ्यू पोइन्ट चाहिँ दामी रहेछ। हामी यो भित्र पनि यसरी पसेर चाहिँ
हल्का भिडियो गऱ्यौँ। मजाको हेर्नु न हर्सहरू पनि। त्यसपछि चाहिँ गाइस हामी घर फर्क्यौँ है। सो मेरो भिडियो एन्डसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच।